अब त्यो संविधानलाई कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी आइसक्यो। कांग्रेस फेरि लोकतान्त्रिक पद्धतिबाट यो संविधानलाई कार्यान्वयन गर्न चाहन्छ। तर आम जनताले कांग्रेसलाई मत दिनु पर्दछ भनेर एकातिर कांग्रेसले भोट मागिराखेको थियो, अर्कोतिर मलाई सम्झना आइराखेको छ नेपाली कांग्रेसको सभापति हाम्रो नेता शेरबहादेवले भनिराख्नु भएको थियो, सम्पूर्ण नेपाली जनतालाई, दाजुभाइ दिदीबहिनीलाई, तपाईहरुले कम्युनिस्टलाई मत नदिनुस्। यदि कम्युनिस्टले यो मुलुकको शासनभार सम्हाल्यो भने नेपाली जनता न हाँस्न पाउँछन् न रुन पाउँछन् भनेर उहाँले उद्घोष गर्नुभएको थियो, खबरदारी पनि गर्नुभएको थियो। तर हामीलाई लागेको थियो आम नेपाली जनता भ्रमित भएका थियौं। हामीले भनेका थियौं देशको कम्युनिस्ट पार्टीहरू अब लोकतन्त्रलाई स्वीकार गरे, अब निर्वाचनमा स्वीकार गरे, अब त कम्युनिस्ट पार्टीहरू प्रजातन्त्रवादी भए रे, अब त कम्युनिस्ट पार्टीहरू लोकतन्त्रवादी भए रे भनेर हामी भ्रमित भयौं। र आम नेपाली जनताले कम्युनिस्ट पार्टीलाई दुई तिहाईको अभिमतहरू दिएर 5 वर्षसम्म सरकार चलाउनु पर्छ, 5 वर्षसम्म संसद चलाउनु पर्छ, किनभने यो आम नेपाली जनताको मात्रै जनादेश थिएन, यो नेपालको संविधान 2072 ले पनि लेखेको थियो। बहुमत प्राप्त गरेको सरकारले सरकार मात्र बनाउने होइन, चलाउनको लागि हाम्रो संविधान मान्नु पर्यो, चलाउनको लागि जनताको अधिकार मान्नु पर्यो, चलाउनको लागि सुशासन मान्नु पर्यो, चलाउनको लागि भ्रष्टाचार मुक्त समाज बनाउनु पर्यो भनेर हाम्रो संविधानले पनि जनादेश दिएको थियो। एकातिर आम नेपाली जनताले दुई तिहाई दिएर 5 वर्षसम्म यो सरकार पनि चलाऊ, संसद पनि चलाऊ, किनभने निर्वाचनको ऋण अब नेपाली जनताले चुकाउन सक्दैन। अब नेपाली जनताले 60-70 अरब रुपैयाँ 2-3 वर्षमा निर्वाचन गरेर ऋण तिर्न सक्दैन। अब नेपालीको टाउकोमा आएको 40,000 प्रति महिना ऋण अब नेपाली जनताले कहाँबाट चुकाउँछ भनेर संविधान र नेपाली जनताले कम्युनिस्ट पार्टीलाई बहुमत दिएर सिंहदरबारमा पुर्यायो। तर देख्यौं हामी लोकतन्त्रको गर्भबाट जन्मेको तानाशाह, निर्वाचनको गर्भबाट जन्मेको सर्वसत्तावाद भनेको यही कम्युनिस्ट पार्टी रहेछ, यही कम्युनिस्ट चरित्र रहेछ, जसले न त लोकतन्त्र मान्छ न त निर्वाचन मान्छ। सत्तामा जानको लागि लोकतन्त्रलाई, संविधानलाई र निर्वाचनलाई भर्याङ बनाउने रहेछ र सत्तामा गएर फेरि मुलुकमा कम्युनिस्ट सरकारको अधिनायकवादी सर्वसत्तावाद लादेको छ। आज म धेरै भन्दिन, मैले स्मरण मात्र गराउन चाहे। म भन्दा अगाडि भन्नुभयो यो कम्युनिस्ट सरकारले भन्दैछ हामी मिडियाको मुख थुन्छौं, अब हामी मिडियाको कलम रोक्छौं, अब हामी मिडियालाई जेलमा पठाउँछौं भनेर संसदमा हुँदाखेरि नेपाली कांग्रेस प्रमुख प्रतिपक्षले मिडियाको कानूनलाई नबनाऊ, किनभने प्रजातन्त्रको चौथो अंग भनेको मिडिया हो, जसले सरकारले गरेको गलत काम, दलले गरेको गलत काम, कर्मचारीले गरेको गलत कामको विरोधमा मिडिया अगाडि बढ्नेछ, जनताको अधिकारको लागि मिडियाले लेख्नेछ, कलम उठाउनेछ भनेर भन्दै गयौं। हामीले सदनमा मिडिया सम्बन्धी कानूनलाई विधेयकमा पास गर्न दिएनौं, सदनमा रोक्यौं। तर आज केपी ओली सरकारले मिडियामाथि अंकुश लगाउनको लागि, मिडियामाथि तलवार झुन्डाउनको लागि आज फेरि कानून बनाउँदैछ भने सुन्नमा आएको छ। खबरदार, यो लोकतन्त्र कम्युनिस्ट पार्टीले लिएर आएको होइन, यो लोकतन्त्र आम नेपाली जनता कांग्रेसको नेतृत्व मिडियाको साथ दिएर भएको छ। तर अब निरङ्कुशता नेपाली जनतालाई स्वीकार्य छैन। हामीले सुन्यौं अहिलेको सरकारले भन्दैछ 50% महिलाहरूलाई न त नेपालमा आर्थिक उन्नतिको लागि रोजगार दिने न त बाहिर जानु पर्छ भन्दाखेरि कम्युनिस्ट चरित्र उदाङ्ग भएको छ र भनेको छ 40 वर्षभन्दा मुनिका महिलाहरू के यहाँ भाडा माझेर बस्ने, खाना पकाएर बस्ने, हामी आर्थिक रूपबाट रोजगारीको लागि जानेछौँ भन्दाखेरि आज केपी ओली सरकारले भन्छ 40 वर्ष मुनिका महिलाहरूलाई विदेशमा रोजगार गर्नको लागि निषेध छ भनेर आज केपी ओली सरकारले कानून बनाउँदैछ भनेर हामीले सुनिराखेका छौं।
त्यस्तो कानुन 50% महिलाहरूले निश्चय गर्छौं, बहिष्कार गर्छौं, हामी स्वीकार गर्दैनौं। त्यही भएर आज महिलाहरूको अधिकारको लागि, महिलाहरूको आर्थिक समृद्धिको लागि संवेदनशील नहुने यो कम्युनिस्ट सरकार अब आम नेपाली जनताको लागि स्वीकार्य छैन। भर्खरै भन्नुभयो बच्चा जन्माउनको लागि त कम्युनिस्ट मुलुकले भन्छ एउटा बच्चा जन्माउने कि दुईटा बच्चा जन्माउने कि भनेर हामीले सुनेका छौं। कम्युनिस्ट मुलुकले त्यही भन्छ। अब नेपालको कम्युनिस्ट सरकारले त्यो निरङ्कुशतावादी शासन अगाडि बढाउन खोज्यो भने आम लोकतन्त्रवादी जनतालाई अब कम्युनिस्ट सरकारको त्यो शैली, त्यो पद्धति स्वीकार छैन। म फेरि पनि दोहोऱ्याउन चाहे, हाम्रो केपी ओली सरकार भन्नुहुन्छ म भ्रष्टाचार पनि गर्दिन, म भ्रष्टाचार पनि सहदिन भन्नुहुन्छ। मेलम्ची खानेपानीको भ्रष्टाचार, ओम्नी समूहको भ्रष्टाचार, 70 करोड रुपियाँ कमिसन मागेको सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचारदेखि लिएर विभिन्न किसिमका खरिद सामग्रीहरूमा गरेका अनियमितताका भ्रष्टाचारलाई हाम्रो केपी ओलीले ढाकछोप गर्नुको अर्थ उहाँले भन्नुहुन्छ म पनि भ्रष्टाचार गर्छु, तिम्रो पनि भ्रष्टाचार गर्छौ भने म यो देशको प्रधानमन्त्री हुँ, मैले तिमीलाई सुरक्षा गर्छु भनेर उहाँले अनुसन्धान विभागलाई पनि आफ्नो अन्तर्गत राख्नु भएको छ, राजस्व विभागलाई पनि आफ्नो अन्तर्गत राख्नु भएको छ। र त्यो भ्रष्टाचारबाट आएको कमाई, जनताको करबाट उठेको राजस्वलाई केपी ओलीको सरकारले आफ्नो पार्टीको लागि, आफ्नो गुटको लागि, निर्वाचनमा प्रलोभन दिनको लागि जम्मा गर्ने कोसिस गरेको छ। हाम्रो नेपाली जनता अब खबरदार गरेको छ। हाम्रो मतलाई कुनै पनि पैसाले अब किन्न सक्दैन। नेपाली कांग्रेस गाउँ गाउँमा गएर यो अभियानलाई अगाडि बढाउन जरुरी छ। हामीले सुन्यौं भर्खरै भएको आमसभा, काठमाडौँमा भएको आमसभा, बुटोलमा भएको आमसभामा जनता साक्षी छन् भनिराख्नु भएको छ। हामी त सरररररर काठमाडौँ घुम्न आयौं, मासु भात पनि खायौं, 1500 पनि कमायौं। त्यही भएर हामी यहाँ केपी ओलीको सरकार वा कम्युनिस्टको आमसभा हेर्न आएका थियौं भनेर भन्यौं। खबरदार गर्न चाहन्छौं हामी। अब मुलुकको ढुकुटीलाई यदि यो सरकारले दुरुपयोग गर्यो भने आउने निर्वाचनबाट पत्ता साफ हुनको लागि पनि तयार हुनको लागि कम्युनिस्ट सरकारलाई हामीले खबरदारी यही विरोध सभाबाट गर्न जरुरी छ। हामीले सुनेका छौं केपी ओली सरकारले भन्नुभयो म पनि भोकै बस्दिन, कुनै जनतालाई पनि भोकै राख्दिन भन्नुभयो। तर आज 3 वर्ष हुँदै जाँदा हामीले हेर्यौं बजारमा मूल्य वृद्धि भइराखेको छ, गरिबी बढिराखेको छ, राजनीतिक अस्थिरता ल्याउँदाखेरि आर्थिक सङ्कटहरू परिराखेको छ, मूल्य वृद्धि महँगीले जनताको ढाड सेकिसकेको छ, रोजगारी गुमेको छ, विदेश जान पाएको छैन। र आज चाहिँ केपी ओलीले भन्नुहुन्छ म आफू पनि भोकै बस्दिन, म कुनै जनतालाई पनि भोकै राख्दिन भनेर यस्ता किसिमका टुक्काहरू गरेर जनतालाई फेरि भ्रमित हुन खोजिराख्नु भएको छ। त्यही म फेरि विरोध सभाबाट खबरदारी गर्न चाहन्छु। मुलुकमा संविधानले दिएको 5 वर्षसम्म चलाउने सरकार चलाउन सक्नुहुन्छ भने चलाउनुस्, चलाउन सक्नुहुन्न भने त्यो बालुवाटारबाट बाहिर गएर बालकोटमा बस्नुस्। किनभने केपी ओली सरकारलाई न त संसद चाहिएको छ, न त सिंहदरबार चाहिएको छ। आज केपी ओली 1 वर्ष भइसक्यो बालुवाटारमा बसेर यो मुलुकको शासन चलाइराख्नु भएको छ। उहाँलाई सिंहदरबार आउने फुर्सद पनि छैन, चाहना पनि छैन। तर केपी ओलीलाई न त सिंहदरबार आउने चाहना छ, न त संसद आउने चाहना छ। त्यही उहाँ निरङ्कुशतातिर अगाडि बढ्ने उन्मुख भएर अगाडि बढिराख्नु भएको छ। त्यही भएर कांग्रेस गैर संवैधानिक यो प्रवृत्तिको विरोधमा आज देशभरि विरोध सभाहरू गरिराखेको छ। अन्तमा म निवेदन गर्न खोजे, हामी चाहेका थियौं एउटा स्थिर सरकारमा हत्या, हिंसा, बलात्कारबाट मुक्त भएको समाज हामीले खोजेका थियौं। तर हामीले देख्यौं केपी ओली सरकार, केपी ओलीले अस्ति उद्घोष गर्नुभयो निर्मला पन्तदेखि लिएर भगीरथ भट्टसम्मको अपराधीलाई हामी पानी मुनि गएर भए पनि खोजेर ल्याउँछौं भनेर त्यस्ता भ्रमित कुरा केपी ओलीले गरेको हामीले सुनेका छौं। उहाँले केवल निर्मला पन्तको प्रमाणलाई नष्ट गर्ने पुलिसलाई मात्रै सोधिदिनुहोस्, अपराधी को हो भनेर उहाँले सोधि मात्रै दिनुहोस्, उहाँलाई पानी तल जानु पर्दैन, समुद्र तल गएर अपराधी खोज्नु पर्दैन। उहाँले निर्मला पन्तको कपडामा
समाज नष्ट गर्ने प्रहरीलाई मात्रै सोधिदिनु पर्यो। निर्मला पन्तको बलात्कार र हत्या गर्नको लागि यो कपडा धुनको लागि कसले आदेश दियो भनेर उहाँले ती प्रहरीलाई सोधिदिनु भयो भने निर्मला पन्तको अपराधी कठघरामा उभिन्छ। तर हामीले देख्यौं कडा कानुन बनाएर हुँदैन रहेछ। अपराधी न त कडा कानुनसँग डराउने रहेछ, न त यो सरकार, न त यो प्रधानमन्त्री, न त यो कम्युनिस्ट सरकारसँग डराउने रहेछ। त्यही भएर हामी खबरदार गर्न खोजेका छौं। मुलुकमा हत्या हिंसा बलात्कारका यति धेरै घटनाहरू बढिराखेका छौं। भैरव भट्टको यो बलात्कार पछिको हत्याको घटनालाई यदि तुरन्तै अपराधीलाई समात्ने काम यदि यो सरकारले गर्दैन भने सत्ता छोडेर आफ्नो घरमा गए हुन्छ। हामी अर्को सरकार बनाउनको लागि पनि कांग्रेस तयार रहनेछ भनेर अन्तमा म फेरि निवेदन गर्न खोजे। कांग्रेस भ्रष्ट छ। कांग्रेस संविधान बनाएको नेतृत्व लिएको पार्टी हो। कांग्रेसले अहिलेको केपी ओलीले गरेको संसद भंग गरेको यो कदम असंवैधानिक छ। संविधानको कुनै पनि धारामा बहुमतको प्रधानमन्त्रीले संसद भंग गर्ने कुनै पनि धारामा उल्लेख छैन। खबरदारी रहोस्, जनताले सरकार बनाउनको लागि बहुमत दिएको हो, सरकार चलाउनको लागि होइन। सरकार चलाउन त संविधान, कानुन, विधान, सुशासन, अधिकार मान्ने कि नमान्ने। यदि त्यो मानिदैन भने यो सरकारको अलोकतान्त्रिक यो कदमको विरोध अब नेपाली कांग्रेसले मंसिर 29 गतेदेखि प्रारम्भ गरिसकेको छ। जबसम्म हामीलाई रेल पनि चाहिँदैन, हामीलाई पानी जहाज पनि चाहिँदैन, हामीलाई रेल लिकमा होइन संविधान लिकमा हिँडेको नेपाली कांग्रेस हेर्न खोजेको छ। त्यही भएर जबसम्म संविधान लिकमा आउँदैन नेपाली कांग्रेसको विरोध सभा, विरोध कार्यक्रम अगाडि बढ्दै जानेछ। र अन्तमा म निवेदन गर्न चाहन्छु, जबसम्म हामीले यो मुलुकमा, जबसम्म नेपाललाई कम्युनिस्ट मुक्त मुलुक जबसम्म हामी बनाउँदैनौं, कम्युनिस्टलाई हटाएर जबसम्म हामी लोकतन्त्रलाई स्थापित गर्दै सक्दैनौं, तबसम्म हामीले लडेर ल्याएको यो संविधान इमानदारीपूर्वक कार्यान्वयन हुने छैन भन्ने कुरामा नेपाली कांग्रेसको विश्वास रहेको छ भनेर अन्तमा यो विरोध कार्यक्रमको यो सन्देश गाउँ गाउँमा पुर्याउनको लागि पनि म आग्रह र अनुरोध गर्दै कांग्रेस यसमा स्पष्ट छ। कांग्रेस एकजुट छ। कांग्रेस एकजुट हुनुपर्ने आवश्यकता छ। किनभने मुलुकले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धिलाई बचाउनको लागि पनि फेरि एकपटक कांग्रेसमय देश बनाउन जरुरी छ। लोकतन्त्रको लागि कांग्रेसमय बनाउन जरुरी छ। कम्युनिस्टले मुलुकको उपलब्धिलाई सम्हाल्न सकेनन्, संविधानलाई पालना गर्न सकेनन्। यो आम जनताको अधिकारसँग जोडिएको विषय हो, यो आम परिवर्तनसँग जोडिएको विषय हो। तर एकपटक फेरि यी सम्पूर्ण उपलब्धिलाई ट्र्याकमा ल्याउनको लागि कांग्रेसलाई एकपटक फेरि त्यो संरक्षण गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आइसकेको हुनाले कांग्रेस यो विरोध कार्यक्रमको सन्देश गाउँ गाउँमा पुर्याउन चाहन्छ। कांग्रेस एकजुट भएर मुलुकको प्रजातन्त्र, मुलुकको लोकतन्त्रलाई बचाउन चाहन्छ। त्यो ऊर्जा र त्यो शक्तिको साथ यो विरोध सभामा सबैलाई गाउँ गाउँ वार्ड वार्ड गएर त्यो ऊर्जालाई गाउँको जनता, सम्पूर्ण दाजुभाइ दिदीबहिनीसम्म त्यो शक्ति र ऊर्जालाई पुर्याउनको लागि म आग्रह गर्दै यो विरोध सभामा आएर यहाँ आफ्ना केही कुराहरू राख्न पाउँदाखेरि खुसी व्यक्त गर्दै म आफ्नो भनाइलाई यही टुङ्ग्याउँछु। हस्त, धन्यवाद। जय नेपाल।